So hello guys, welcome back to my channel. Subscribe गरिदिनु होला मिस. आउँदिन म राम्री केटी देख्नै हुँदैन है बोलाइ हाल्नु पर्छ. अनि हामी चाहिँ जान लागेको छौं बिहा घरमा पिंकी भएर. के फोटो खिच्दै हुन्छ. अनि आज चाहिँ मेहन्दी हो. वेल्डर नत्र ग्रीन कलर को लाउनु पर्यो. हामी चाहिँ दुवै जना पिंक भएर हिँड्दै छौं. सो माइ चुरा लो आजको चाहिँ हल्का मिनी ब्लग. आजको चाहिँ सानो मिठो छोटो मिठो मिनी ब्लग रहने छ. ल अब म मस्कारा र लिप ग्लस लाउँछु. मलाई धेरै त केही लाउनु मन पर्दैन. मलाई लाउन मन पर्ने भनेको लिप ग्लस र मस्कारा मात्र हो. सो दिस इज माई आउटफिट. अनि यो चाहिँ जोकमरीबाट ल्याएको. ल आई लाइक. लुक गाइज डोन. यो चाहिँ मेरो मामाको घर हो हैन. अनि मैले चाहिँ मस्कारा र लिप ग्लस लाएँ. अनि हामी चाहिँ जाँदैछौँ. दुईजनाको आउटफिट चेक. ल गाइज अब त्यहाँ गएर म अलिकति क्लिप निकाल्छु हैन. ल यो चाहिँ गर्नु होला. बाइ बाइ. सबको छुट्टा छुट्टै प्रब्लम छ गाइज. उहाँ चाहिँ बिहान बिहानै धेरै तेल लाउनु भयो अरे. अनि कपाल पिलित त भयो भनेर गुड्डुडु कुदेर कपाल मिलाएर आउनु भएको पर्छ नि त गाइज. अनि त्यही भएर हल्का हेयर केयर पनि गर्नु पर्यो नि त. आफ्नो यस्तो फ्रिजी हेयर हुँदा नि हैन. बाल्दै छैन. किन तेल लाउनु त्यस्तोले. मेरो फेरि यो निस्केको फुस्केको गाइज हैन. हामी चाहिँ बिहेको घर पुग्यौँ. यही हो बिहेको घर चाहिँ. आज चाहिँ मेहन्दी हो. अब त्यहाँ भित्रबाट अरू देखाउँछु. अलिअलि लाज लाग्छ. यता चाहिँ हेर्दैन म. त्यो साथीहरू यहाँ चाहिँ कसार बटाल्ने कार्यक्रम हुँदैछ. यता हुनुहुन्छ हाम्रो राम्रै भाउजूहरू आन्टीहरू. यहाँ चाहिँ मण्डप भयो. हुनुहुन्छ हाम्रो बेहुली दिदी राम्रै दिदी. एकदम पर्फेक्ट. अप्ठ्यारो लाग्यो. धेरै मान्छेहरू थिए होइन. अप्ठ्यारो लागेर जस्तो साथीहरू बेहुलीले चाहिँ बेहुली दिदीले चाहिँ होइन तातो पानी ल्याइदेऊ न भन्दै भन्नु भएन. अब सबैजना भित्र आफ्नो आफ्नो धुनमा छ होइन. अनि अब भित्र गएर खोज्दा टाइम यत्रो जान्छ नि. आमामा खोजेको जग्गै भेटेन. गिलास चाहिँ आफै धोएँ होइन. बोतल भेटेँ. अनि बोतलमा भरेर लगिदिउँला भनेर भनेको अलरेडी गुन्जेलले लगिदिइसकेको छ. अनि छोडेर अनि यता चाहिँ हाम्रो खाना खाने ठाउँ हो. त्यहाँ चाहिँ बिहे गर्यो. यो चाहिँ खाना खाने ठाउँ हो. दिदीहरू सबैजना यही हुनुहुन्छ. अब दिदीहरूसँग भेट गर्ने. अनि हेरौँ के हुन्छ. सो हेर्दै गर्नुहोस्. कन्टिन्यू. सो यहाँ हुन्छ माइती. सो गाइज यहाँ हुन्छ हाम्रो माइती बनाउँदै. तरकारी रहेछ. बाँड्दै हुनुहुन्छ सेलरोटी. च्यु फिलिङ बर. सो गाइज अनि यो कुर्तामा चाहिँ मैले अस्ति लगाएको थिएँ. यो कुर्ता एकछिन हौ के एकछिन बोकाहरू नाच्दैछ. एकछिन बस्नु म के भन्दैछ. मैले अघि अस्ति चाहिँ मैले यो कुर्ता लगाएको थिएँ दिदीको घरको पूजामा. अनि त्यति बेला दिदीले मलाई यो 100 रुपियाँ बोक्न दिनुभएको रहेछ. अहिलेसम्म यो पैसा ठिकै गोजिँदै रहेछ. हात हालेको 100 रुपियाँ निस्क्यो. गाइज पार्टी हान्नुपर्छ. सो मैले चाहिँ दिदीलाई म पर्साप लिएर आउँछु. तपाईँ ठाउँ रुँगेर बस्नु भनेको. मेरो ठाउँमा यता बस्नु रहेछ. अब म के गर्नु. रिस उठो राख्दै जाऊँ गाइज. सो गाइज दिदी चाहिँ मसँग रिसेर उहाँ पल्लो छेउ गएर बस्नु भएको छ. मलाई हेर्दा नि हेर्नु हुँदैन. मैले ल म ल्याइदिन्छु नि त ठाउँ रुँदिनु भनेर गएको थिएँ. ठाउँ रुँदिनु हुँदैन. अलिकति डाइलग हान्नु पऱ्यो होइन. अनि आमा अलिकति ए त्यत्रो बोलाउँदा चाहिँ पानी ल्याउँदा चाहिँ बोलाउनु पर्यो. म त रिसाउँछु भनेको त पानी ल्याइदिनु पऱ्यो अरे. फाइट खै त बाघ फाइट नो. सो यहाँ हुन्छ एउटा बाघ बोका. अनि म हुन्छ अर्को बोके नि.